नमस्ते, मेरो नाम निरुता परियार। म बस्ने जलजला 2 पर्वत। मलाई ढाडको समस्या भएर ढाडको अपरेसन गरेको र ढाडमा ट्युमर रहेर त्यो ट्युमर निकाल्दाखेरि अपरेसन गरेपछि खुट्टा नचलेको। अहिले त्यही ट्युमरमा क्यान्सर भएर अहिले मेरो उपचार भइरहेको छ। उपचारको क्रममा मलाई आर्थिक अवस्था कमजोर भएको कारणले गर्दा सबैजनाले सहयोग गरिदिनु होला। हजुरहरूको सहयोग, थोरै सहयोगले मेरो जिन्दगी बद्नेछ। सबैजनाले सहयोग गरिदिनु होला। मेरो सानो छोरो छ, म हिँड्न चाहन्छु। मेरो बुढा विदेश जानु त भएको छ, तर बुढाले पठाएको पैसाले पनि मेरो उपचार गर्न पुगिरहेको छैन। अहिले मेरो उपचार पोखराको मणिपाल हस्पिटलमा भइरहेको छ र मलाई उपचारको क्रममा मलाई मेरो सासूले हेर्नु भएको छ र उहाँ पनि बिरामी हुनुहुन्छ। आफूलाई नै स्याहारपानी हो कि मलाई स्याहारपानी हो जस्तै हुनुहुन्छ। मेरो सानो छोरो छ। मेरो अकाउन्ट नम्बर यही छ, सबैले मेरै अकाउन्ट नम्बरमा हालिदिनु होला। हजुरहरूको सानो सहयोगले मेरो जीवन बाँच्नेछ। यो भिडियो हेरेर सबैले सहयोग गरिदिनु होला। नसके सबै सामु सेयर गरेर पुर्याइदिनु होला। तपाईँको यो सानो सहयोगले मेरो ठुलो योगदान हुनेछ। सम्पूर्ण दर्शक एकदम भगवान रूपी दर्शकहरूलाई सहयोगी भावना भएको सबैमा मेरो नमस्कार छ। र एकदमै मेरो बुहारी यस्तो बिरामी भएको कारणले गर्दाखेरि मैले अहिलेसम्मको एकदमै दुःख कष्टले कसरी हुन्छ गरेर उपचार गर्दा गर्दै नि हाम्रो आर्थिक अवस्थाले भेटेन। र एकदमै यो बुहारीको उपचारको लागि सबैले सहयोग गरिदिनु होला। हजुरहरूको सानो सहयोगले यसको जीवनदान दिनुहोस्। अब यस्तो नाति छ, अहिलेसम्म मैले स्याहारसम्म पारेकी छु। र एकदमै हामीले एकदम उपचार गर्दा गर्दै नि हाम्रो कमाइले हाम्रो आर्थिक अवस्थाले भेटेन। र एकदमै मैले सबैसम्म एकदम सहयोग मागेकी छु। हजुरहरूको सानो सहयोगले मेरो बुहारीको, मेरो नातिको भविष्य उज्जवल बनाइदिनुहोस्। मेरो नाति टुटो हुनबाट जोगाइदिनुहोस्, बचाइदिनुहोस्। आमाको अभाव बेला नहोस्। हजुरहरूको सानो सहयोगले मेरो बुहारीको जीवनमा ठुलो काम गर्नेछ। र एकदमै सबैले सहयोग गरिदिनु होला।